नमस्ते। आज चाहिँ म अलिकति फरक खाले चाहिँ कन्टेन्ट लिएर आएको छु अथवा फरक खाले भिडियो चाहिँ तपाईहरु सामु प्रस्तुत गर्दैछु। मैले चाहिँ आज के बारे चाहिँ बोल्दैछु भने मलाई चाहिँ धेरै सम्पर्कमा आएको अथवा धेरै फोन गरिराख्नु हुने चाहिँ यसको टेम्परेचर बढ्यो, मोटरको टेम्परेचर बढ्यो हैन, कुलेन्ट पानी चाहिँ रेडिएटर अथवा कुलेन्ट पानी चाहिँ राम्रोसँग खेल्न पाएन अनि हिट भएर चाहिँ गाडी बस्यो जस्ता समस्याले चाहिँ मलाई सम्पर्क गरिराख्नु भएको थियो र मैले यो विषयमा धेरै पनि कुराहरु भनिरहेको छु, धेरै पनि कुराहरु सिकाइरहेको छु। र हामीले चाहिँ एउटा कुरो यसले पनि हुन सक्छ, हामीले टाइममा यो बक्स हुन्छ हैन, यो स्टोर ट्याङ्क हुन्छ, यो यसको हामीले कुलेन्ट पनि हामीले बेला बेलामा फालिराख्नु पर्ने हुन्छ र बेला बेलामा चाहिँ कुनै ग्याप राखेर चाहिँ सर्भिसमा चाहिँ हामीले सबै कुलेन्टहरु फालेर गाडीभरिको सबै कुलेन्ट फालेर फेरि रिफिल गर्यो भने चाहिँ यो चाहिँ एकदमै उत्कृष्ट हुन्छ, हाम्रो गाडीको लागि एकदमै बेस्ट हुन्छ। मैले आज एउटा गाडी सर्भिस गर्दै थिएँ, यसमा चाहिँ मैले के देखेँ भने अलि धेरै टाइमसँग उहाँले चाहिँ कुलेन्ट चेन्ज नगर्दाखेरि चाहिँ यो यसरी लेदो जमिसकेको थियो। यसले गर्दाखेरि चाहिँ हाम्रो मोटरको टेम्परेचर तात्ने, त्यसपछि रेडिएटरको त्यो गेटवे अथवा पाइपलाइनहरु चाहिँ ब्लकेज हुने जस्ता समस्याहरु आउन सक्छन् अनि एमसीयूहरु तात्ने अनि यता ब्याट्रीहरु पनि ब्याट्रीमा फ्लो छ भने हैन, कुनै चाहिँ ब्याट्रीमा पनि कुलेन्टले चाहिँ ब्याट्रीको टेम्परेचर पनि कुल गर्ने हुन्छ, त्यो छ भने त्यसमा पनि समस्या निम्ताउँछ। कहिलेकाहीँ कन्ट्रोलर पनि तात्तिन सक्छ, हाम्रो एमसीयूको कन्ट्रोलरको टेम्परेचर पनि हाई भनेर देखाउन सक्छ। यसले गर्दाखेरि चाहिँ गाडीको पिकअपहरु पनि घट्न सक्छ। अनि अर्को समस्या चाहिँ के निम्ताउँछ भने तपाईहरुको रेडिएटरको त्यो रेडिएटर नै राम्रोसँग सेलाउन पाउँदैन, त्यो हिट भइराख्छ हैन, राम्रोसँग हावा खेल्न पाउँदैन, त्यस्तो समस्याहरु पनि दिन्छ। अनि अझ चाहिँ रेडिएटर अथवा पंखा चाहिँ राम्रोसँग घुम्न नपाउँदाखेरि त्यसमा ब्लकेज भएर त्यो हिट हुने, मोटर हिट हुने र मोटर बिग्रिने जस्ता समस्याहरु पनि तपाईकोमा आउन सक्छ। यसको मुख्य समस्या यसले निम्ताउन सक्ने अथवा ठूलो दुर्घटना ल्याउन सक्ने भनेको हाम्रो ठूलो मोटर हो। हाम्रो पछाडी गाडीको मेन मोटरमा नै यसले ठूलो क्षति गराउन सक्छ। त्यही भएर चाहिँ हामीले बेला बेलामा चाहिँ सर्भिस गर्दाखेरि ग्यापमा चाहिँ सबै गाडीको कुलेन्ट फालेर एकचोटी राम्रोसँग फालेर नयाँ कुलेन्ट हाल्दियो भने चाहिँ एकदम बेस्ट हुन्छ। यसमा रेडिमेड कुलेन्ट हाल्न पनि सक्नुहुन्छ, हजुरहरुले चाहिँ कुलेन्ट हालेर चाहिँ वाटर मिक्स कुलेन्ट हाल्न पनि सक्नुहुन्छ। यसमा चाहिँ जुन हाल्दा पनि हुन्छ, कम्पनी बेस्ट कसरी छ, कम्पनीले कसरी सजेस्ट गर्छ, कम्पनीलाई सोधेर चाहिँ तपाईले यसमा यो कुलेन्टहरु हाल्दाखेरि चाहिँ एकदमै बेस्ट हुन्छ। सकेसम्म चाहिँ सर्भिस सेन्टरमै लैजाउँ। तपाईहरुलाई पछि केही त्यस्तो ठूलो खर्च पनि आयो भने पनि इन्स्योरेन्सले क्लेम गर्न सजिलो हुन्छ हैन, बाहिर गराइराख्दा भन्दा पनि हुन त हुन्छ, त्यही पनि अब पोलिसी हुन्छ, आफ्नो पोलिसी हुन्छ, कहिलेकाहीँ इन्स्योरेन्सको समस्या पनि तपाईहरु सामु निम्तिन सक्छ। त्यही भएर चाहिँ मैले आज यो कुलेन्टको थोरै सानो जानकारी लिएर आएको छु। गाडीमा केही समस्या दियो भने सम्झनु होला। म जति बेला पनि तपाईहरुको मेसेजको रिप्लाई दिन तयार छु, मलाई सम्पर्क गर्दा पनि हुन्छ। मैले सकेको, जानेको, बुझेको तपाईहरुलाई बुझाउने छु, सहयोग गर्ने छु। धन्यवाद।